जुन जुलाईमा पढाइ सकिँदैछ टिआरमा जाने कि फेरि पढ्ने भन्ने कुरामा कन्फ्युजन हुनुहुन्छ। कन्फ्युजन क्लियर गर्नुभन्दा अगाडि 2-3 वटा तपाईँलाई म कुरा भन्छु, तपाईँले त्यो स्टेपले चाहिँ थट गर्नुहोस्, सोच्नुहोस्। फर्स्ट थिङ, नेपालमा के पढ्नु भएको थियो, त्यहाँबाट कुनै स्किल एसेसमेन्ट हुन्छ कि? अस्ट्रेलियामा के पढ्नु भएको थियो, त्यहाँबाट कुनै स्किल एसेसमेन्टमा जान सकिन्छ कि? कुनै अकुपेसन छ कि? दोस्रो कुरा, कहाँ काम गर्दै हुनुहुन्छ, त्यो काम गरेको ठाउँले तपाईँलाई चाहिँ इम्प्लोयर स्पोन्सरसिप दिन्छ कि? कुनै अकुपेसन पो छ कि त्यहाँ? एक्जाम्पल रिटेल म्यानेजर, तपाईँसँग चाहिँ स्किल एसेसमेन्ट चाहिँदैन अप्लाई गर्नको लागि, सब क्लास 482 भिजाको लागि। यसरी तपाईँले चाहिँ आफ्नो सोच्नुहोस्। यी सबै कुरा छैन भने फेरि तपाईँ आजको दिनमै सिडनी र मेलबर्न बसेरै पढ्ने हो कि पढाइ आफूले नयाँ ठाउँमा स्टार्ट गर्न जाने हो, जुन ठाउँमा चाहिँ मेबी भोलिको दिनमा रिजनलको पोइन्ट्स आउन सक्छ, सब क्लास 485 भिजा 1 वर्ष एक्स्ट्रा आउन सक्छ। त्यो हिसाबले तपाईँले विचार गर्नु होला। थ्याङ्क यू।